होला यो कस्तो त्यो त तिमीले गेस गर्नुपर्ने हुन्छ कि यार त्यो गेस गर यार म त भन्दिनँ ट्रिगर इन्सान कतिसम्म तर कति गेस गरेको हो भनेको तिमीले चिने हौ ट्रिगर इन्सानलाई कुखुरा होइन ट्रिगरको ट्रिगर भयो गेस गरिसक्यो सम्पदाले दाइ भाइलाई ल ट्रिगर गेस गरिसक्यो है भइयो अब फेरि अर्को ल अर्को यो त एकदम सजिलो ल लास्टै सजिलो ल गेस गरेँ यो चिनेन भने त भ्याइयो कि युट्युबै हेर्दैनौ तिमीहरूले Can you speak Urdu? Yes, of course. यो चिनेनौ भने त तिमीहरूले युट्युब हेर्दैनौ के ल म अहिलेसम्म बल्ल एउटा गरेको छु रे इन्डियाको होइन हाई हाई कैसी हो हाई युट्युब त डाउनलोड नै छैन रे त्यस्तो होइन होला युट्युब त सबैकोमा हुन्छ नेपाली होइन यो त एकदम फेमस हो कि यत्तिकै थाहा हुनुपर्ने हो right now which language you are speaking so it's नेपाली मिस्टर बिस्ट होइन छैन कसमले म युट्युबमा हेर्ने मान्छे मैले फर्स्ट टाइम देखेँ कैसी हो अब लगता है भूल नहीं अब वही थे ना जो नेपाली वो से बात कर रहे थे वो वाला ही मिस्टर बिस्ट होइन कुन कन्ट्रीको हो स्पिड हो है ल कसले गेस गर्यो गेस गरिसक्यो आइस स्पिड गेस गरिसक्यो अब अर्को मैले गेस गरिहाल्छु अब भन कि गेस त के खेल्ने भन मेरो गेस जहिले राम्रो हुन्छ अरे तिमी युट्युब नि चलाउँदो रहन्छ तिमी केही नि गर्दो रहन्छौ त अनि तिमीहरूले भन ल के गेम खेल्ने सलाम गेस त के गर्ने गेस त क्रिएटर पनि तिमीहरूको अब मैले देखेँ है गेस त के खेल्ने गेस त क्रिएटर मलाई थाहै छैन क्रिएटर एउटा दुईटा मात्र थाहा गेस त क्रिकेट प्लेयर रे मलाई थाहा छैन कि प्लेयरै थाहा छैन एउटा थाहा एउटा त गेस गरिहाल्छौ अरू कुनै फुटबल प्लेयर नै थाहा छैन हो म त्यस्तो एउटा दुईटा मात्र थाहा त्यो फेमस मात्र थाहा फेमस तिमीहरूले गरिहाल्छौ थाहा मलाई अरू कुनै यस्तो गाह्रो के त्यही एउटा नि भयो नि त्यही एउटा अनि गेस गर्छु भन न राम्रो मान्छेलाई बस्नु हुन्न भिडियो मात्रै बनाउने रे गेस द कन्ट्री अनि फलो ब्याक आइहाल्छ त्यही भएर मलाई थाहा छैन कि क्रिकेट प्लेयरै थाहा छैन कि जेन्युनली सो सरी अरू केही सोध्छु ल पह गेस द सङ ल सङ गेस द सङ ल हाई लाल बहादुर स्पिडको चाहिँ मैले गेस गरिहाल्छु ल यसपछि है त यसपछि स्पिडको अहिले चाहिँ सङ गेस द सङ ल क्वेसन सोध ल कालो केलम नेपाली होइन हाई हेलो नेपाली होइन है इन्डियन नि होइन मैले त्यो एउटा भन्यो भने तिमीहरूले
गेस गरिहाल्छ इङ्ग्लिस इङ्ग्लिस हो